हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरूलाई मेरो भिडियो मनपर्छ र यो चाहिँ मेरो गाउँघरको घर हो। अनि आज चाहिँ मैले भिडियो सुरुवात गर्दैछु यहीँबाट। हेर्नुहोस् मेरो घर र भ्यू चाहिँ हेर्नुहोस् कति राम्रो क्या। यो चाहिँ हाम्रो घरको बाख्रा हो, मम्मीले पाल्नु भएको। अनि हामी चाहिँ फेरि किम्मु खान गए। कति धेरै थियो क्या, एउटा लहरोमा नि कति झुप्पा थियो क्या, कति मिठो थियो नि। अनि हामीले कचौरामा टिपी खाएँ अनि छोरीलाई नि टिपेर दिएँ। छोरी आउँदै खाँदैछौँ, पछाडि चाहिँ छोरा हो, दाइको छोरा, ऊ पनि खाना आयो। अगाडि बस्छ नि, सुपिङ बुनिसम्म भएको थियो। मेरो छोरीले झन् कति खाएको थियो। अनि छोरा हो, कसले गाडाङगुड गऱ्यो, उसले चाहिँ भुइँको खाना नहुने रे, हातले टिपेर खानुपर्ने। मेरो छोरीले चाहिँ खाएँ। अनि कोही चाहिँ मिठो, कोही अमिलो थियो, खाएँ मेरो छोरीले। उसलाई चाहिँ कति मिठो लाग्यो क्या, उसलाई चाहिँ गुलियो भयो भने मिठी छ, अमिलो भयो भने मिठी छ, खाएँ रात। हात हेर, हाई गर्दैन, सबै बाई बाई गर्दै हाई। दाजुभाइ नै किम्बु लुसालुस छ। छोरी चाहिँ सकिन्छ कि भनेर गम गम खाइरहेको थिएँ। त्यही जति दिए पनि हेर्नु न, त्यहाँ फेरि खाना हुन्छ। के साह्रो मिठो लाग्यो क्या मेरो छोरीलाई। फर्स्ट टाइम खाएको, उसलाई मिठो लागेछ नि। अनि फेरि छोराको पोज हेर्नु यहाँ छोराको। अनि हामी फेरि घरतिर लाग्यो खाएर। अनि दाजुबहिनीको मैले भिडियो बनाएर छोरी दौड्दैछन्। अनि यतातिर छोरी केराको पात टिप्ने भनेर हेर्दैछु। उसको दादाले टिपेर दिँदैछ पात। फेदेऊ, मैले भिडियो बनाएँ भनेर छोरीले दौडिँदै हेर्दै आउँछ जहिले पनि यसरी नै। छोरीले हेर्न चिन्ने यत्तिकै बनाइरहेको छु उनीहरूको भिडियो। अनि हेर्नुहोस् न, दाजु बहिनी कोही नि एक ठाउँमा नि बस्दैन, यता उता हिँडेको हिँडेको गर्ने। छोरी हिँड्ने, म चाहिँ भिडियो बनाएर बस्ने। सानो लाउ आऊ बिस्तारी। मेरो छोरी चाहिँ घरि ढुङ्गा टिप्ने, घरि लट्ठी टिप्ने। दादाले चाहिँ खोज्छ कि भनेर लट्ठी खोज्दैछन्। दाजु बहिनीको कति माया क्या, बहिनीलाई लाग्छ घोज्छ भनेर उसले लट्ठी नै खोसेर फालिदिन्छ। त्यही पनि मेरो छोरीले लट्ठी टिप्नु छोड्दैन। फेरि लडी, फेरि छोरी त्यो पनि लडे पनि हिँडिरहेको छु नि। यता यता बहर बहर हिँड्न सिक्दैछन्। हिँडेको हिँड्ने गर्छन्। फेरि लडिन है मेरो छोरी, लु लडे पनि हिँड्न छोड्दैन, हिँड्ने गर्छन्। त्यो तल्लो नजा।
अनि नानु फेरि हामी बाख्रा हेर्न गयो। छोरीलाई चाहिँ के साह्रो बाख्रा मन परेको। मेरो छोरीलाई चाहिँ बाख्राले चाहिँ घरि गाला चाट्ने घरि के गर्ने रहेछ। त्यही पनि मेरो छोरी रमाएको छिन्। छोरी बाख्रासँग खेल्ने, म चाहिँ छोरीको भिडियो बनाएर बस्ने। अनि हेर्नु न छोरीलाई घरि के गर्छ त्यही पनि मेरो छोरीले छोड्दैन हौ बाख्रालाई। ऊ जति हेरे पनि अगाउँदैन हौ। बच्चाहरूलाई चाहिँ बाख्रा, कुकुर, बिरालो, खरायो के साह्रो मन पर्यो। अनि हामी चाहिँ खरायो हेर्न गयो। फर्स्ट टाइम छोरीले खरायो समाति छिन्। त्यो पनि डराएको छैन। कति खुसी भएको क्या खरायो हेर्न नि। उसलाई टोक्छ भन्ने डर पनि छैन। मुखमा घाँस चिपेको छ। खरायोले घाँस दिने, आफू नि खाने। अहिले हात टोक्छ है। ल समात तान्यो भाग्दो रहेछ। ठुलो खरायो देखिस् काले? ठुलो खरायो छिरेछ यहाँ। हात खुट्टा खरायो। भनेको के सक्थेर यता र उता अलि माथिको हराले अलि बेसरी खेले हराएसँग यो पर भित्र अप्ठ्यारोमा जानु मन लाग्यो यसलाई। अब निस्क्यो। अब कहाँ हुनु? हामी सानी चाहिँ केहीसँग डराउँदैन। जहाँ पनि जे पनि गर्ने, हिँड्ने, छोड्ने जसलाई पनि। अनि हामी चाहिँ फेरि घरतिर लागे। मेरो सानी चाहिँ हिँड्ने गर्छिन्। उसलाई हिँड्न नि के साह्रो रमाइलो लागेको हो। उसलाई खालि हिँड्ने गर्न मन लाग्छ। उसलाई मेरो तेजस्वीको भिडियो मन पर्यो होला। लाइक सब्सक्राइब गरिदिनु होला। धेरै माया गरिदिनु होला। ल बाई।